हामी चाहिँ उकालो लाग्दैछौँ। अब अलि माथि आइसक्यौँ। आयो घाँसको भारीहरू बोक्ने। म चाहिँ अस्तिकै जस्तो माछावाली, अनि माछा चाहिँ यसमा छ, म चाहिँ माछावाली हो है। मेरो अनुहार चाहिँ राम्रोसँग देख्नुभयो कि भएन? नभए नि ठिकै छ। अनि यहाँ चाहिँ कसले खाएर पानी राखेको रहेछ, पानी हो कि रक्सी हो कि सु गरेर राखेको कि थाहा भएन। जे छ त्यसैमा सीमित छ। अनि घाँसको भारीहरू हेर्नु न, माछा मार्दा मार्दा थाङथिलो भयो, ढुङ्गाहरू पल्टाउँदा माटो बोक्दा। अनि घाँसहरू चाहिँ थोरै लिएर आएका छौँ। उकालोले गर्दा बोल्न नि स्यास्या लाग्छ। मैले त उकालो गएर यत्रो माथि पुगेर यता माथि डाँडामा पुग्नु छ। अब कतिखेर पुगिन्छ थाहा हुँदैन। अनि आन्टीहरू सबैजना हुनुहुन्छ। उसको खुट्टामा पाउजु छ अरे, हेर्नुहोस् त। पाउजु बन पाखामा नि पाउजु लाएर हिँड्छन्। के गर्नु पैसा। ए चक्कु कसले कहाँ को मरेको रहेछ? मरेछ? ठिकै छ, मरेछ पो। मरे जस्तो कुरा गर्छन्, तर मरेको चाहिँ होइन होला। फेरि उ गर्नु ल। अनि हामीले चक्कु हेर्नुहोस् न, यहाँ जाँड पनि कुरा गर्दैछन्। खाउँला, केही छैन, ठिकै छ। अब फेरि माथिबाट देखाउँला को मान्छे चाहिँ यहाँ लड्यो भन्ने कुरा गर्दैछन्। हेर्दै गर्नु, म देखाउँदै गर्दैछु। चक्कु पनि लिएको थियो, त्यहाँ हालेको रहेछ त। र झरेको भए छैन। अनि हेर्नुहोस् बाख्राहरू पनि लिएको थियो, बाख्रा पनि चढ्दैछ। खुकुरी भिरेको एउटा दाइ चाहिँ लड्नु भएको रहेछ यहाँ बाटोमा। के भएको हो थाहा छैन। यस्तो हेर्नु नि अवस्था थाहा छैन। ओ हेलो म्यागे म्यागे ओ म्यागे बोलेन ल, ठिक छ। के भएको यसलाई? मात्र सुतेको के भएको? अनि कसले दियो त यहाँ मात्ने गरी? यही छ। अब हामी पानी खान्छौँ। यहाँ चाहिँ पानी पलाएको पानी पाइन्छ। पानीको मुहान पनि देखाउँछु। यति यस्तो अब विकटै भनौँ न है, यस्तो वन जङ्गलमा पानी छ। मेरो बहिनी चाहिँ म बोल्न खासै आउँदैन, त्यही भएर हाँस्दैछन्। अनि पानीको मुहान पनि म देखाउँछु। म के भन्दै थिएँ बिर्सिगएँ है बिचबिचमा। अब अहिलेलाई यति, म पानी भएको ठाउँ पुगेपछि देखाउँला। यतातिर अलिअलि बग्दै रहेछ।